दुःखको कुरा हो। देवेन्द्रजीले पार्टीको आधिकारिक उम्मेदवार अनिलजी गालिएर झगडा गर्न त पाइन्छ। अहिले यो आउने 2084 चुनावमा तपाईँ संसदीय चुनाव लड्ने भन्ने कुरा पनि आएको छ। तपाईँले पनि माननीय विनोद चौधरीलाई हराउन खोज्नु भएको हो भन्ने कुरा हाम्रो अरे वाह, केन्द्रले चाहिँ सही निर्णय गर्यो। मैले हराउन खोजेको भए विनोद चौधरीले कसरी चुनाव जिते? विनोद चौधरी यो पटक चुनाव लड्ने, हामी सबै साथीहरूले मिलेर जिताउने, अर्को पटक चुनावमा नआउने एउटा खालको चाहिँ जेन्टलमेन एग्रिमेन्ट भएपछि हामी सबै 84 मा काम गर्ने अवसर पाउँछौँ। अस्तिको पत्रकार सम्मेलन राख्नुभएको थियो, त्यो पत्रकार सम्मेलन के को लागि राख्नुभएको थियो? हो कारबाही भएकै छ कि छैन? होइन, अहिलेसम्म त्यस्तो आधिकारिक कुरा मैले सुनेको छैन। यस्ता गलत प्रवृत्तिका मान्छेहरूले जुन खालको हल्ला मचाए त्यो हल्लाप्रति सावधान रहेर खनालजीले के भन्नुभएको छ? होइन, ममाथि कुनै अनुशासन कारबाही भएको छैन, मैले त्यस्तो सबै अपवाद हो, त्यो झुट हो। आरके भाइलाई मुरी धन्यवाद। सम्पूर्णमा फेरि नमस्कार, म आरके गुप्ता। अहिले हामीसँग नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री र साथै संविधान सभाका सदस्य विक्रम खनालजी हुनुहुन्छ। हामी उहाँसँग केही राजनीतिका बारेमा कुराकानी गर्छौँ। अहिले निकै उहाँ चर्चाका विषयमा बसिराख्नु भएको छ र राजनीतिक द्वन्द्वमा पनि आउनुभएको छ। उहाँसँग हामी भेट गर्छौँ। सर नमस्कार। धन्यवाद। नमस्कार। अहिले विभिन्न तपाईँको राजनीतिक द्वन्द्वहरू पनि विभिन्न आरोप लागिरहेको छ। गत वर्ष भएको चुनावमा देवेन्द्रराज कण्डेलजीले आफ्नै नेपाली काङ्ग्रेसबाट उठेका उम्मेदवारहरूलाई हराउने आरोप पनि लागेको छ। यसमा के भन्न चाहनुहुन्छ तपाईँ? पार्टीको आधिकारिक उम्मेदवार अनिलजी र उत्तमाजीलाई को विरुद्धमा बागी उम्मेदवार उठाउनुभयो र विज्ञप्ति मार्फत बागी उम्मेदवारलाई चाहिँ सहयोग गर्नका लागि अपिल गरेर पुरा छ्यापछ्याप्ती आउनुभयो। हजुर। अब त्यो दुःखद कुरा हो। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य जस्तो मान्छेले खुलेआम चाहिँ बागी उम्मेदवारलाई उठाएर चाहिँ काङ्ग्रेसको विरुद्धमा चाहिँ जुन गर्नुभयो त्यो खेदजनक छ। त्यो कुरा जिल्ला कार्य समितिले निर्णय गरेर उतिखेरै केन्द्रमा सिफारिस गरी पठाएको छ। एउटा अझै तपाईँमाथि आरोप के रहेछ भन्दाखेरि तपाईँले पनि माननीय विनोद चौधरीलाई हराउन खोज्नु भएको हो भन्ने कुरा हाम्रो अहिले चर्चामा छ। तपाईँले विनोद चौधरीलाई हराउनु भएको हो भन्ने कुरा छ। यसमा आफ्नो धारणा के राख्न चाहनुहुन्छ? मैले हराउन खोजेको भए विनोद चौधरीले कसरी चुनाव जिते? यो ठाउँमा स्थानीय तहमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका 3टा पर्छ। सरावलको चाहिँ 4वटा वार्ड समेत। हजुर। सबै ठाउँमा नेपाली काङ्ग्रेस जिताउनका लागि मैले मेरो या तेरो नभनिकन स्थानीय तहमा छिटो गरिदिन। तर ज्वलन्त उदाहरण पार्टीको आन्तरिक चुनावमा मैले नगर सभापति हराएको चाहिँ शम्भुलाल श्रेष्ठलाई मैले आफ्नै चाहिँ हातले सिग्नेचर गरेर प्रदेशबाट उसलाई मेयरको टिकट दिएँ। भनेपछि मैले त मेरो तेरो यो गुड त्यो गुड नभनिकन विपक्षसँग चुनावबाट मिलाएर चुनाव चाहिँ त्यो टिकट दिएर सबै साथीहरूलाई मिलाएर न अनि चुनाव जित्न सफल भइयो। अनि त्यही सफलताले विनोद चौधरीजी आउनुभयो। हो, एउटा सत्य कुरा के हो भने पार्टीको केन्द्रीय समितिले विनोद चौधरीलाई टिकट दिनु सरासर गलत थियो भन्ने धारणा राखेकै हो मैले। हजुर। किनभने म 13 वर्षको उमेरदेखि लोकतन्त्रको लडाइँमा पुलिसको लौरो खाएर आज 56 वर्षको समेत उमेरमा सम्म चाहिँ निरन्तर लागिरहे। कति वर्ष भयो? 43 वर्ष। यो 43 वर्षको उमेरमा दुःख सुख हरेक झेलेर, जेल नेल झेलेर, यही ठाउँमा जनताको सेवा गरेर मर्दा पर्दा विवाह व्रतबन्ध सामाजिक संस्कार सारामा चाहिँ दुःख सुख म भएँ। अनि एकाएक विनोद चौधरीले टिकट ल्याएपछि कुन चाहिँ राजनीतिक मान्छेले भन्छ वाह रे वाह, केन्द्रले चाहिँ सही निर्णय गर्यो, हार्दिक स्वागत गर्दछु, कसैले भन्छ भन्ने। त्यस कारणले मैले मात्रै होइन, तमाम कार्यकर्ताले अब्जेक्सन गरेकै नि। अनि अब्जेक्सन गर्दा बावजुद पनि नोमिनेसन नगराउन भनेर मेरो घरमा ठुलो डेलिगेसन आयो। त्यसका बावजुद मैले नोमिनेसन गराएँ। नोमिनेसन गराइसकेपछि खबरदार विक्रमले नोमिनेसन गराएर हुन्न, हामी विनोदलाई मान्दैनौँ भनेर तमाम कार्यकर्ताहरू नारा जुलुस गरेर घरमा मेरै घर घेर्न आएको। त्यसका बावजुद पनि हप्ता 10 दिन
प्रचार भएन, प्रचार समितिको कार्यालय खुलेन, कार्यकर्ता र हामी बिचमा संवाद भयो। त्यो संवाद गर्दै गर्दा अझै गगनजीले समेत म जस्तै महामन्त्री चाहिँ राजु श्रेष्ठ बागमतीको उहाँलाई पठाउँछु, सबै कार्यकर्ता साथी राखेर एउटा वातावरण बनाउनु पर्यो भन्दा मैले वातावरण बनाउँदैछु। तत्काल साथीहरूको आवेग तुरुन्त साम्य हुने कुरा भएन, त्यसलाई क्रमशः हामी छलफलमा जान्छौँ भने मैले त्यसपछि आएर दिनभरि छलफल गरेपछि ठिक छ, त्यसो भए विनोद चौधरी यो पटक चुनाव लड्ने, हामी सबै साथीहरूले मिलेर जिताउने, अर्को पटक चुनावमा नआउने एउटा खालको चाहिँ जेन्टलमेन एग्रिमेन्ट भएपछि हामी सबै साथीहरू मिलेर कार्यालय खोल्ने, प्रचारमा अगाडि बढ्ने र चुनाव जिताउने भनेर मैले आह्वान गरेको छु। जसको भिडियो प्रत्यक्ष विनोद र मसँगै बोलेको भिडियो चाहिँ छ र मैले बोलेको पनि त्यहीँ छ, विनोदजीले बोलेको पनि त्यहीँ छ। अनि त्यसको चाहिँ परिणाम राम्रो परिणाम आयो अनि मैले हराएको हुन्छ, तपाईँ आफै विचार गर्नुहोस्। त्यो अहिले उहाँको पनि मान्छेहरू अन्य तपाईँले यति सहयोग गर्दा पनि तपाईँले मान्य विनोद चौधरीलाई हराउनु भनेको आरोप पनि मैले तपाईँले स्पष्ट पारिदिनु भयो र साथै आफ्नो स्थानीय तहमा तपाईँ जस्तो इमान्दार लगनशील व्यक्ति हुँदा पनि मान्य विनोद चौधरीलाई किन यहाँबाट चुनाव लड्ने के बाध्यता आयो? किन अरू स्थानीयलाई नलडाएर किन अन्य बाहिरको मान्छे लड्ने के बाध्यता आयो? यो सरासर गल्ती कार्य थियो केन्द्रीय समितिको। मैले त्यो केन्द्रीय समितिमा चाहिँ अब त्यही हिसाबले चाहिँ कुरा राखिसकेको छु र यहाँका जनताले पनि कार्यकर्ता साथीहरूले पनि भनिसक्नु भएको छ। तर बडो विडम्बना के छ भने काङ्ग्रेस पार्टी पनि कहिलेकाहीँ आफ्नो निर्णयमा बिपीले चाहिँ प्रतिपादन गरेको सिद्धान्तमा नअडिएर कहिलेकाहीँ व्यापारीहरू, नवधनाढ्यहरू र गलत क्रियाकलापबाट सञ्चालित मान्छेहरूको चाहिँ कहीँ कतै चाहिँ सल्लाहमा फँसेको हो कि त्यही कारणले हामीलाई चिन्ता छ कि इमान्दार कार्यकर्ता जो ग्राउन्ड